Namaste. This is a part of an assignment for recent training in STEAM education. र म चाहिँ मेरो प्रेजेन्टेसन सुरु गर्न गइरहेको छु। यो चाहिँ हाम्रो 4B को असाइनमेन्ट्स रहेको छ। यो चाहिँ रिफ्लेक्टिभ जर्नी इन स्टिम एजुकेसन, यसको चाहिँ मैले टाइटल दिएको छु। लेट्स टक अबाउट माई जर्नी सो फार। अब मेरो जर्नीको बारेमा कुरा गर्नु पर्दा चाहिँ आई डिड माई मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन अ वाइल अगो। लगभग 2017 आई फिनिस्ड, देन आई स्टार्टेड माई करियर एज अ टिचर। त्यसपछि मैले कलेजमा पढाउन थालेँ, सँगै स्कुलमा पनि इङ्गेज छु। र एमबिए गरिसकिसकेपछि चाहिँ मैले पढाउन थालेको एक वर्ष जस्तो पछि चाहिँ मैले क्याम्ब्रिज को सेल्टा सर्टिफिकेट इन इङ्ग्लिस स्पिकिङ टु स्पिकर्स अफ अदर ल्याङ्ग्वेज चाहिँ सेल्टा गरेँ भने अहिले चाहिँ म काठमाडौँ युनिभर्सिटीमा एमफिल इन स्टिम एजुकेसन गरिरहेको छु। सो वाट आई इन्भिजन अफ माइसेल्फ, मैले मेरो पास्ट प्रिभियस जर्नीबाट चाहिँ आफूलाई भोलिको अवस्थामा चाहिँ के देख्छु भनेर भन्दाखेरि चाहिँ म ट्रेनरको रूपमा आफूलाई इन्भिजन गर्छु। मैले विभिन्न फोरमहरूमा इटरीमा बेस भएर पेपर प्रेजेन्टेसन्सहरू, त्यस्तै गरी विभिन्न वर्कसप्सहरू र टिचर्स ट्रेनिङहरू पनि आफ्नै स्कुल र बाहिर पनि गर्ने गरेको छु। आई लुक माइसेल्फ, आई इन्भिजन माइसेल्फ एन एजुकेटर एज वेल। म आफ्नै संस्थामा पनि इन्भल्भ रहेको छु। भोलिको अवस्थामा एज एन एजुकेटर पनि आफूलाई इन्भिजन गर्छु भने म एडमिनिस्ट्रेटिभ रोलमा पनि हाम्रो स्कुल कलेजको रहेको कारणले गर्दाखेरि भोलि गएर चाहिँ एडमिनिस्ट्रेटिभ रोललाई पनि मेरो कन्टिन्युसन रहन्छ भन्ने कुरालाई चाहिँ म इन्भिजन गर्छु। त्यस्तै गरेर मेरो जर्नी एज अ नबिस टिचर चाहिँ मैले मेरो जर्नी चाहिँ क्लास 10 पास गरिसकिसकेपछि त्यतिखेरको एसएलसी, अहिलेको एससी पास गरिसकिसकेपछि चाहिँ मेरो रिजल्ट आउनुभन्दा अगाडि एज अ भोलिन्टियर इन एन अर्गनाइजेसन कल सम्यक शिक्षा समूह, त्यहाँनिर चाहिँ मैले धरानमा चाहिँ क्लास 5सम्मलाई इङ्ग्लिसको क्लासेस लिएर चाहिँ, त्यो चाहिँ गभर्मेन्ट स्कुल थियो र मेरो +2को जर्नी सुरु हुनुभन्दा अगाडि चाहिँ एज अ भलन्टियर त्यो अर्गनाइजेसनमा पहिलेदेखि इन्भल्भ भएकोले मैले पढाउन सुरु गरेँ र पछि चाहिँ मैले मास्टर सकेपछि मात्र पढाउन सुरु गरेको। र मेरो प्रिभियस मैले जब बिगिनिङको जर्नीमा चाहिँ कन्भेन्सनल एजुकेटर लाइक अदर्स, मैले पनि लाइक लेक्चर मेथड्सलाई, टिचर्स टकिङ टाइमलाई अलिकति बढी फोकस गर्ने, आफू क्लासमा जाने, कोर्सको कन्टेन्ट, सिलेबसको कन्टेन्ट, करिकुलमको कन्टेन्टलाई नै फोकस गरेर चाहिँ पढाउने, विशेषतः विद्यार्थीहरूलाई इक्जाम बेस्ड भएर चाहिँ उनीहरूलाई पढाउने होइन। इक्जाममा कस्तो प्याटर्नको क्वेसन्सहरू आउँछन्, विद्यार्थीलाई त्यो प्याटर्नमा कसरी तयारी गरेर चाहिँ उनीहरूले धेरैभन्दा धेरै मार्क्स ल्याउन् ताकि प्यारेन्ट्सहरू पनि खुसी हुनुहोस्, स्कुलको पनि रिजल्ट राम्रो छ भनेर भन्न पाइयोस् भन्नेमा मात्र धेरै फोकस रह्यो। बिगिनिङमा बिलिभ अब अहिले त एमफिलमा आएर धेरै कुरा सिक्ने अवसर पनि पाइयो, तर बिगिनिङमा चाहिँ लाइक केही पनि ट्रेनिङ नभइकनै गइएछ। सो कुनै पनि कुराको लागि ट्रेनिङको आवश्यकता पर्दछ। तर टिचर्समा चाहिँ अब
आउँछ भन्दैमा सिधै पढाउन गइयो, त्यसमा ट्रेनिङको ल्याक अफ ट्रेनिङ्स रह्यो भनेर भन्दाखेरि हामीले विशेषतः विद्यार्थीलाई रोड मेमोराइजेसनमा फोकस गर्ने। अहिलेको स्कुल एजुकेसन त झन् धेरै रोड मेमोराइजेसनमा छ, किनभने मार्क्स कसरी बढी ल्याउने छ, मैले पनि त्यही स्टाइलमा सुरु गरेको। र अघि भनेको जस्तै वान वे टिचिङ, चाहिँ विद्यार्थीहरूलाई इङ्गेज नगराउने, उनीहरूको प्रेजेन्टेसन्स, उनीहरूको क्वेसनिङ, इन्क्वायरी भन्ने कुरालाई पोजिसनै नदिएर लगातार आफ्नो कुरा मात्र राख्ने। र यो चाहिँ धेरै टिचर सेन्टर्ड भन्नाले मैले जानेको कुरा विद्यार्थीलाई पास गर्ने मात्र, यतिमै फोकस रहेको थियो। र मेरो लर्निङ अप्रोच चाहिँ पहिला के थियो भनेर भन्दाखेरि, पहिला चाहिँ प्रब्लम सल्भिङ, यस्तो क्वेसन इक्जाममा आउँछ र यसरी चाहिँ पास गर्न सकिएला। स्पुन फिडिङ, यसै यस्तो आउलान् यसरी गर्नुहोस्। नोट टेकिङ, विद्यार्थीलाई नोट बनाएर दिदिने होइन। र यो आफ्टर कोभिड चाहिँ कपीमा लेखाउने भन्दा पनि गुगल क्लासरुममा पनि नोट्स नै राखिदिने। त्यसपछि मोर टिचर सेन्ट्रिक, अघि भने जस्तै धेरै चाहिँ आफ्नो कुरा राख्ने, विद्यार्थीको कुरा कम सुन्ने, कसरी हुन्छ उनीहरूलाई पास गराउने, यस्तो थियो बिफोर। बट नाउ अब चाहिँ म आफै एमफिल जोइन गरिसकेपछि चाहिँ म आफै ट्रान्सफर्मेटिभ जर्नीमा छु। म स्वयं आफै पनि ट्रान्सफर्मेटिभ जर्नीमा छु, र क्लासरुम अप्रोचेस पनि मेरो पुरानो भन्दा नयाँमा चाहिँ केही न केही नयाँपन दिने, स्टुडेन्ट्सको इङ्गेजमेन्ट खोज्ने, टिचर टकिङ टाइम घटाउने, विद्यार्थीको भोइसहरूलाई सुन्ने, क्रिटिकल रिफ्लेक्सन गर्ने, आफूले पढाउँदाखेरि के राम्रो भयो के नराम्रो भयो, कहिलेकाहीँ अरू टिचर्सहरूको, सेम सब्जेक्ट पढाउने टिचर्सहरूको पनि फिडब्याक लिने, अरू सब्जेक्टको टिचर्सहरूसँग पनि कोलाबोरेसन्स गर्ने, र विद्यार्थीलाई पढाउने मात्र होइन कि रियल वर्ल्ड प्रब्लम सल्भिङमा चाहिँ उनीहरूलाई कसरी त्यो वेमा हिँडाउन सकिन्छ भनेर फोकस गर्ने गरेको छु। सो पर्सनलाइज भर्सेस कोलाबोरेटिभमा चाहिँ अघि पनि थोरै कुरा डिस्कस गरिहाल्यो। पहिला चाहिँ इन्डिभिजुअल स्टुडेन्ट्सलाई फोकस गर्ने, 100 मार्क्सको इक्जाम हुन्छ, उनीहरूलाई कसरी इन्डिभिजुअली धेरैभन्दा धेरै मार्क्स ल्याउने। सो त्यहाँनिर होमवर्क पनि इन्डिभिजुअल, प्रेजेन्टेसन्स पनि इन्डिभिजुअल, के एक्टिभिटिजहरू पनि इन्डिभिजुअल, विद्यार्थीलाई क्वेसन सोध्ने पनि इन्डिभिजुअल, आन्सर लिने पनि इन्डिभिजुअल। बट नाउ होइन, वान्स दे लिभ स्कुल कलेज एन्ड दे जोइन द वर्क फोर्स, त्यहाँ त सिङ्गल्ली काम गर्नु हुँदैन, त्यहाँ त कोलाबोरेटिभली काम गर्न सक्नु पर्यो। सो बिगिनिङदेखि नै कोलाबोरेटिभ वर्कहरूमा प्रेजेन्टेसन दिँदा पनि कोलाबोरेटिभ गर्ने होइन। कुनै च्याप्टर पढेर 4जनाले पढेर छलफल गरेर एक एकवटा ग्रुपमा सेयर गर्नु, कोलाबोरेटिभ वर्क दिने। असाइनमेन्ट्सहरू पनि कोलाबोरेट दिने, पियर वर्क दिने होइन। र धेरै स्टुडेन्ट सेन्ट्रिक, पहिला टिचर सेन्ट्रिक, अहिले चाहिँ स्टुडेन्ट सेन्ट्रिक। कन्भेन्सनल भर्सेस प्रोग्रेसिभ लर्निङ, अब पहिला टेक्स्ट बुक फोकस्ड, इक्जाम ओरिएन्टेड, त्यहाँभन्दा दायाँ बायाँ नहल्लिने। तर अहिले आएर चाहिँ प्रोजेक्ट बेस्ड लर्निङ, स्टुडेन्ट्सहरूलाई कोर्स कन्टेन्ट त प्रोजेक्टको थ्रुबाट एक्सप्लोर गराउन सकिने रहेछ। इन्क्वायरी बेस्ड लर्निङ, हामीले उनीहरूको क्रिटिकल थिङ्किङ, रिफ्लेक्सन्स गर्नको लागि चाहिँ उनीहरूलाई पनि क्वेसन सोध्ने बनाउनु आवश्यक छ। सो इन्क्वायरी बेस्ड, उनीहरूबाटै इन्फर्मेसन ट्र्याक गरेर पनि गर्ने। ग्रुप डिस्कसन्स, प्रेजेन्टेसन्स, ग्रुपमा छलफल गर्ने, ग्रुपमा क्लासरुममा मात्रै होइन समुदायमा पनि गएर छलफल गर्ने। डिबेट, सर्टेन इस्युजहरूमा, कोर्सकै कन्टेन्टको इस्युजहरूमा चाहिँ आफूलाई लागेको कुरा फरेन अगेन्स्टमा राखेर डिबेट गराउँदाखेरि पनि अझ बेटर लर्निङ हुनसक्छ भनेर मैले चाहिँ यिनीहरूलाई इम्प्लिमेन्ट गर्ने गरेको छु। अब एसेसमेन्टमा चाहिँ अझै पनि धेरै चेन्जेसहरू भइसकेको छैनन् होइन। किनभने अहिले मैले पढाउने स्कुल कलेजमा पढाउने कोर्सहरू नै धेरै रिटर्न इक्जामिनेसन, 100मा 100 कतिको कतिको 75, 25% प्र्याक्टिकल होइन। त्यसले गर्दाखेरि धेरै विद्यार्थी रिटर्नमै फोकस्ड हुनुहुन्छ। तर पनि स्टुडेन्ट्सहरूलाई समेटिभ वर्क्सहरू दिने, के समेटिभ प्रोजेक्ट वर्क्सहरू दिने, समेटिभ वर्क्सको साटोमा फर्मेटिभ एसेसमेन्ट, पहिला रिटर्न थियो समेटिभ मात्र थियो, तर अहिले चाहिँ फर्मेटिभ पनि दिने, ताकि उनीहरूले कन्टिन्युस प्रोग्रेसिभ लर्निङ होस्, कन्टिन्युस एसेसमेन्ट होस्। पावर पोइन्ट प्रेजेन्टेसनमा विद्यार्थीहरूलाई राख्ने, पियर एसेसमेन्ट गराउने, एकले अर्काको चेक गर्ने, ताकि उनीहरूले एकअर्कामै फिडब्याक पनि दिन सकुन्, साथीहरूबाट पनि सिक्नुहोस्। कोलाबोरेटिभ प्रोजेक्ट वर्क राख्ने होइन। र फर्मेटिभ एसेसमेन्टलाई अलि बढी फोकस। त्यस्तै गरी रिफ्लेक्टिभ इङ्गेजमेन्टमा चाहिँ के राम्रो भयो विद्यार्थीको, उनीहरूलाई पनि रिफ्लेक्सन गराउन लाउने, मैले पनि क्लासरुममा मेरो लेसन प्लानमा के वर्क गर्यो के वर्क गरेन म त्यसलाई रिफ्लेक्सन गर्ने, इफ निडेड चेन्ज गराउने। एक्सन रिसर्च गराउने, स्टुडेन्ट्सहरूलाई टिचर्सहरूलाई इन्भल्भ गराएर आफ्नो प्रब्लम आफै फाइन्ड गर्नको लागि एक्सन रिसर्च गर्ने। र कोलाबोरेसन अमङ टिचर्स, यो चाहिँ हामीले इन्टरडिसिप्लिनरी, एउटा सब्जेक्टको अर्को सब्जेक्टको टिचर्सहरू पनि प्रोजेक्ट चाहिँ मिलाएर दिन सक्यो भने विद्यार्थीहरूमा सबै कुरा एकैचोटि
इन्डिभिजुअल नहुँदाखेरि उनीहरूले पनि भ्याउने भन्ने हिसाबले अरू टिचर्सहरूसँग पनि हामीले कोलाबोरेसन गर्न स्टार्ट गरेको छौँ। त्यस्तै गरी फ्रेमिङ माई रिसर्च एजेन्डा इन स्टिम एजुकेसनमा चाहिँ अहिले मैले मेरो प्रपोजल नै आर्ट इन्टिग्रेसनमा गरिरहेको छु, इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङको होइन। त्यसमा चाहिँ स्टुडेन्ट सेन्टर क्लासरुम कसरी बनाउन सकिन्छ, इन्टरडिसिप्लिनरी कसरी बनाउन सकिन्छ, र कन्टेक्सुअल, किनभने एउटा कन्टेक्सको कुरा अर्को कन्टेक्समा लागु नहुन पनि सक्छ, र यसलाई बेटर कन्टेक्सुअल कसरी बनाउन सकिन्छ भनेर वर्कआउट गराइरहेको छु। र यो चाहिँ मेरो रेफरेन्सेसहरू मैले लिएको छु, टेलर एन्ड टेलरको ट्रान्सफर्मेटिभ स्टिम एजुकेसन, त्यसै गरी रिसर्च एन्ड कन्स्ट्रक्सन अन करिकुलम डेभलपमेन्ट, र दाहाल एन्डको ट्रान्सफर्मेटिभ स्टिम एजुकेसन प्र्याक्टिस ड्रिभन ओरिएन्टेसन, कसरी थ्योरी र प्र्याक्टिसलाई जोड्न सकिन्छ भनेर देख्छु। थ्याङ्क यू भेरी मच।